के निष्कर्ष निक्ल्यो विषयमा? यहाँहरू सम्पूर्णलाई नमस्कार। हाम्रो विद्यालयको नतिजालाई लिएर भाइहरूले चासो राखेर विद्यालयमा आउनुभयो छैन। अब एउटै सिङ्गल म्याथ विषयमा 56 जना विद्यार्थी फेल भए। हाम्रो पढाउने सूर्य रसाइली सर उहाँ नै हुनुहुन्छ म्याथ पढाउने। पढाइमा समय नदिने त्यो छ। अनि क्लासमा आएको विद्यार्थीमा पनि त्यति तपाईँहरू आउनुहोस् न, हामीले लिएको क्लासहरू कस्तो हुन्छ हेरिदिनुहोस्, अब्जर्भ गर्नुहोस्, हामीमा केही कमी छ भने त्यो सुझाव पनि दिइदिनु होला, कसरी हामी क्लास कन्डक्ट गर्छौँ। तर विद्यार्थीमा चाहिँ त्यो झुकाव कम देखिन्छ क्या। कोही भावकहरूलाई चाहिँ तपाईँले जुन भन्नुभयो भने हामी बोलाउँछौँ आउँदैनौँ भन्दाखेरि चाहिँ तपाईँहरूले कति महिनामा बोलाउनुहुन्छ कि कति यसमा बोलाउनुहुन्छ? भोलि धरान 17को स्कुलको पनि त एउटा छवि बिग्रियो नि त। अरू अभिभावकले के देख्छ भन्दाखेरि यति स्कुलमा त अलिकति पढाइ पनि राम्रो रहेछ भन्ने चाहिँ दोष त तपाईँलाई हुन्छ नि। कति अभिभावकले कसरी बुझ्छ भन्दा सरहरूको कम्युनिटीले हो यो। प्रथम नमस्कार। जब चाहिँ कि म सामाजिक उत्तरदायित्व निर्वाह गर्नुको निमित्त चाहिँ यस स्कुलदेखिको होइन अध्ययनगत विद्यार्थीको रूपमै म पनि लिएर चाहिँ सायद आज समाजको निमित्त चाहिँ केही कुराहरू बोल्न सक्ने भएको छु भन्ने कुराहरू चाहिँ एकदम धेरै साथीभाइहरूले सायद अस्तिको यो एसईको रिजल्ट आए पछाडि चाहिँ होइन किन गएनस् जा भन्ने कुराहरू चाहिँ धेरै आइराखेको थियो। मेरो पनि जिम्मेदारिता हो, उत्तरदायित्व हो भनेर चाहिँ आज सरको अनुमति दिँदै सरसँगको कुराकानीमा चाहिँ आज चाहिँ सायद त्यसरी पहिलोचोटि होला भिडियोमा आउँदै गरेको होइन। सायद स्कुलमा धेरै राम्रो राम्रो कुराहरू हामीले सरसँगको सहकार्यतामा धेरै कुराहरू गरिएको छ। स्कुलमा धेरै राम्रो राम्रो पक्षहरू पनि छ। यो पक्षहरूलाई चाहिँ खोजिदिनुहोस्। हाम्रो श्री पञ्चकन्याको चर्चा परिचर्चा भइराखेको छ वरिपरि। त्यही त अब 1 महिनामा त राम्रोसँगले ट्युसन पढाएर होइन यो जोडीको ब्याक दिन सकिन्छ नि त। त्यही भएर सबैलाई समेटेर ट्युसन चाहिँ बरु भर्छ